ल गाइस है आजको भिडियो चाहिँ फ्यामिलीसँग घुमघामको है यता देख्न सक्नुहुन्छ तपाईँहरूले यता भाइ हुनुहुन्छ हेलो भनिदिनु भाइ यता परिवारहरू हाम्रो अनि बच्चा बच्ची यसो घुमघाम गरौँ बुटोलतिर खै कहाँ हो मलाई त केही पनि थाहा छैन अब भाइहरूलाई थाहा होला कहाँ जाने के गर्ने भन्ने कुरो बाँकी अपडेट भिडियोमा है त ल बिस्तारै हिँड्नु ल के ठाउँ भन्थ्यो अरे नुवाकोट अरे कोही कोहीले मुख ढाकेर यस्तो छ अझै हात पनि ढाक्यो अन्त सपना ओ सपना सपना यता पनि ढाके हुन्थ्यो भनेको ल जाऊँ ल नानी आऊ है यताबाट छिटो गइन्छ अरे मलाई त त्यो उस मात्र थाहा क्या अब मेन उसमा बाहिर निस्किन्छ यता गयो सिधै एउटा मेनको मात्र मेन त्यही नि आउनुहुन्छ अब यहीँबाट यता आयो कि उता भन्ने त छैन नि त बाटो एउटै छ त कति टाढा हो नभए आउनुलाई धेरै टाढा त होइन त्यही 5-7-8 मिनट लाग्छ क्या हो नभए अटोमा जाम अटिन्छ होला कि अटिन्छ भने नानी आऊ आइज नानी तिमी आऊ मान्छे बसेपछि जबरजस्ती अनि नानी अगाडि बसिन् अनि जाऊ अगाडि जाऊ बहिनी दुईजना यहाँ अट्छन् दुईजना अट्छन् भने यहाँ राख्छु आऊ नानी जीवन त कति बोल्नु आउँदैन यिनी पनि सुत्तिन अब भयो भयो ल ल ल हिँड्नु अब पछि पछि आउँछ हजुर तान्दैन उकालै उकालो छ र उकालै उकालो छ र हो र त यसले पनि के गर्छ यसको त बरु यो अहिले इकोमा चलाएको पावर मोडमा हालेर हजुर नतानेको ए हो र त्यसमा फेरि मिलाउँला अहिले फेरि मिलाउँला क्या जाँदाखेरि त केही भएन के अरे ओह्रालै छ ए आउँदाखेरि उकालो ल झर यिनलाई दिनु ए बाबु कहाँ आइयो सुत्ने कसरी आएको है होइन हौ यस्तो ठिकम भनेर यस्तो रहेछ आएको के भयो र ल जाम सिद्धार्थ केबल कार लिमिटेड हो कि कसो यस्तो यता यस्तो पनि देखाइदिउँ यस्तो छ है
हेर्ने हो नानी यता जान नि मेरो यस्तो फोटो हानौँ न है फोटो खिच्ने कि यो यस्तो ल पृथ्वी घुम्यो है ल यस्तो रहेछ है राम्रो रहेछ केबल कार चढौँ भनेको डर लाग्छ अरे केटीहरूलाई हानौँ त ल ल फोटो सोटो खिचाइ भयो अब कहाँ अरे फुलबारी जाने अब केबल कार चढाइ भएन बाइकमा त ल्याएर यहाँ यसो राख्ने स्टाफ होला ल यस्तो छ है यहाँ हुँदै रहेछ यतातिर फेरि भन्दै आज म गर्दै ल जाम जाम के कति राम्रो मान्छे कहाँ देखाउनु त फोटो भयो कति यहाँ 50-100 वटा भइसक्यो चार्ज भइयो जाम जाम चार्जै भइएछ यार सकियो यहाँको घुमफिरको यात्रा अब च्याट्ट लाएर फेरि कहाँ अरे फुलबारी हामी उहाँ माथि जानुपर्ने क्या केबल कार नुवाकोट त्यो प्लानै भएन कि हाम्रो घुम्न जाने भन्छन् अब के कहाँ के हो कसो खै मैले अहिलेलाई यति नै भयो क्या पछि आउला नि त ल नास्ता पनि गरियो अब भिडियो खिच्न चाहिँ अब नास्ता गर्नुन्जेल भिडियो अब खिच्न त्यस्तै भयो अब चार्ज थिएन त्यही भएर चार्ज हो 90% त बनाइएको चार्ज खाना नास्ता खाउन्जेल के गर्ने हो र ए टिकट काट्ने म गएर काटेर आउँछु अनि तिमीले सर छोप्यौ नि त हेरेन नि लाग्दैन होला भिडियो क्यामेराको 150 भन्दा लेखेको आज छोपेर बस्ने भिडियो क्यामेरा भित्र भिडियो क्यामेरा गरेको 150 भित्र राखेछ नि त यो 5 वर्ष काम पुगिसु र 5 वर्षदेखि म कहाँ छ र भिडियो तल अब यहाँ टिकट काटेर हामी चाहिँ भित्र जान्छौँ है त ल सुरु है त कताबाट घुम्ने यताबाट यस्तो फन्किने होला हो ल You have some attitude or not? Take some attitude. एकजना ल कहाँको एकजना हो नि मान्छे नै छैन त 4 जना गयो नि के हो पानी ल्याउ न यति हो भरेको पानी तातो रहेछ
चिसो लिएर आउने मन थियो अहिले झरेर त्यहाँ चिसो पिएर जाने के गर्ने अब फेरि आउनु आउँथ्यो जिप लाइन खेल्छ सानो ऊ जिप लाइन खेल्छ साइकल चलाएर कहाँ हो डराउँछ तिमी त ऊ के हो चलाउन पर्यो के गर्ने त फेरि चलाउनु नपऱ्यो तपाईँको बस्नु तिमी जान्छु कुनै के पाइदैन चलाउनु पर्छ फुलबारी अरे एउटा फुलको बुट्टा देखेँ मैले तल यतिबाट जाऊँ कता यताबाट ल अकलु कहाँ जानु पर्यो के छ यहाँ त पुरै बारेको छ क्या ए यहाँबाट छिर्न पाइन्छ होला नि त छिर्नु सपना तिमी ऊ यहाँ चढ्न खोजेको होइन पहिला चन्द्रगिरीमा यस्तै होइन यस्तोमा होइन केमा हो त तिमी ए तिमी त यस्तो छ है यहाँबाट साइकलमा साइकल चलाउँदै हो कहाँ पुग्यो यत्नै नजिकै धेरै टाढा छैन छत्रकोटमा कति भिड हुँदो रहेछ ऋषि धमाला आएर चढाएको थियो है यस्तै छ केटा ल आज यसो मौसमले साथ दिए जस्तो थियो र आइदियो फेरि दिउँसो फेरि घाम चर्किदियो शीतल भएको थियो कि बिहान चाहिँ अहिले फेरि यस्तो पसिनै तिम्रो उल्याउ न त चल मैले पुज्छु क्या यस्तो भएर छ कस्तो पसिना आउँछ नि मेरो यस्तै त एक्लै दुगुरेको त बाबु यहाँ आऊ कताबाट जाने हामी उसमा जनावर हेर्ने भनेको होइन यहीँ पल्ती रहेछ क्या जाऊँ न त जाऊँ आऊ बाबु श्री लाल सुब्बा श्रेष्ठ खलकद्वारा निर्मित कुलदेवता पूजा स्थान ल अस्ट्रिच कति उसको त अन्डा पारिहाल्छ नि खोइ दुईटा पन्जा मात्रै हुन्छ यहाँ यो सबभन्दा ठुलो यो रहेछ एउटा यहाँ अगाडि दुईटा सानो हातले छोपेर खिच्दाखेरि यस्तै हो अब यहाँनिर अगाडि मिर्गा सेम गाईको बाछी मिर्गा आऊ हेर्न के छ देख्यौ अब आएको हेर्न जाऊँ अलि टन्नै हुनु पर्ने अर्को यहाँ रहेछ मिर्गाको बच्चा नीलगाई बडे हो नि त हजुर यिनीभन्दा पनि ठुल्ठुलो हुन्छ होला है जरायो होइन यो जरायो कति यो के अरे जति वर्ष भयो जति वर्ष भयो त्यतिवटा हाँगा पलाउँछ अरे यसको सिङ पलाउँछ अरे हो
खै मलाई थाहा छैन हेर्नु बसेको चाहिँ कति ठुलो हो खोइ बसेको नै अब बसेको बेला अब उहाँ त अब यति टाढा अलि टाढा भयो कि ठ्याक्क अलि नजिक नजिक गएर हेर्न मिल्ने हुनु पऱ्यो हुन्थ्यो त्यो सिन त सेम दाउरा जोड्ने रहेछ दाउरा जस्तो जोड्ने यिनीहरूले दुःख पाउने जरा के अरे सिङ उयो भएर क्या यहाँबाट हेर्नु पर्यो त्यो ठुलो ठुलो भन्ने त ऊ कतै कति टाढा छ देख्दैन उतातिर बसेछ यो फुलले पनि छ क्या टाढा टाढा भयो नरहेछ क्या हो हजुर अजिङ्गर हो र ए है कसरी झुन्ड आएको त त्यसको चेन लगाएको थियो न ब्यागको के खसो खसो थाहा भएन त्यो चेनै नलागिकन यसरी हिँड्दिने अनि यता भित्र के छ उल्लो यतै हजुर ए उल्लु ढुकुर ढुकुर हजुर खै 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 ए लगाएर चितुवा बाघ अब यहाँबाट क्यामेरा वाइड गराएर गराउनु पऱ्यो खिच्नु पऱ्यो कस्तो एउटै पोजमा बस्ने नि यता र यता है देखिन्छ होला पर मोबाइलमा चाहिँ देखिन्छ जुम गरेर हेर्न सकिन्छ त्यस्तो आउँदैन ब्लर आउँदैन दिन्छ कतै तर यो स्क्र्याच भइसकेको रहेछ यसको लेन्स हेर्दैन हौ है ए बँदेल ओ पट्टु भन्ने एउटा सुगा 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 उर्रा उर्रा ढुकुर ए परेवा उल्लु सुगा हुर्रा हुर्रा अरे बँदेल बँदेल कत्रो रहेछ है दारा हेरौँ त दारा मासु त बबाल मिठो हुन्छ यहाँ के हो यो चिल होइन यो चिल होइन यो एउटा मात्र रहेछ चिल 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 यस्तै उता खाने हो नि चिलले त अर्को फेरि के हो यो त खोलामा पाइने हिले हिले आएको के भन्छ ल खै अरू के हो त ए कुखुरा आइछन् कुखुरा लौकाट चाइनिज मुसा यस्तो राम्रो है ओके चाइनिज मुसा चाइनिज मुसा घना खायो त अजिङ्गरको बच्चा खै ए यहाँ चाहिँ अजिङ्गरको बच्चा पल्लो बाटो जाऊँ न त उतातिर अरू के छन् क्या यता त सकियो ए कसरी हेर्ने होला मैले भिडियो उसो वाइड गराउँछ ल मयूर स्याल ए स्याल त उता कति दौड्छन् केही छैन ल यहाँ छ के चितुवा एउटा मात्रै रहेछ ओ उता पारी हो देखिएन यसको चितुवा यो मुख धोइरह खाएर हात मुख धोएर यता त आउनु त कसरी आउने हो र अगाडि चाहिँ
यसो हेरेन क्या त्यसले यतातिर हेरेन क्या आफ्नो तालमा केला नआउने यसैलाई कस्तो के पन्जा पनि कस्तो मजाको के त्यसैले त भान्छ के अरे झ्याडम्म लाएर हान्छ क्या ल के हो यो हेर्दाखेरि मुसा जस्तो हुन्छ खरायो भने यस्तो हुन्छ फेरि ल सक्यो है मेरो भइयो यहाँ हो क्या खास हेर्ने भनेको सबजनाको है यहाँ छन् जरायो जरायो कता हरायो भनेको त सब यहाँ रहेछ त ल है अब घुमेर सकियो ल बुटोल फुलबारीको घुमाइ पनि ल ठिकै राम्रै लाग्यो आएको थिएन नि त अनि के अरे यस चिडियाको जनावर पनि देखियो अलिकति ल अहिले चाहिँ शीतल भयो यहाँ एकछिन शीतल तापेर गयो हुन्छ त्यही त दुईवटा भएको मृग भयो अनि यतापट्टि फेरि जरायो यति थियो यहाँ त कति कति रहेछ नि त कसैले टिकटक बनाउँदैछन् टिकटक बनाइरहन् कसैले शीतल तापेर बसिएको छ ल अन्तिममा यस्तो हेरेर बिदा हौँ न त बुटोल फुलबारी घुमेर पनि अहिले यहाँ चाहिँ वनवाटिकामा यो सालीहरू पिङ खेल्ने रे होइन अघि नै मैले टिकटकबाट भिडियो गराइदिने दिदी टिकटकबाट ल युट्युबमा हालिदिन्छु मैले दुईटी साली चाहिँ पिङ खेल्ने अरे ल अब खेला अब तिम्रो खेला म चाहिँ यहाँ भिडियो हालिदिन्छु ल अब नानी यता पछाडि आऊ यता आऊ पछाडि आऊ ल नानी यता आऊ यहाँ खुट्टा निकाल्ने होइन र पछाडिबाट ल ल फर्र हुनेलाई रात पर्यो ए पुरा चिडियाघर जानु भन्थ्यो त्यति कस्तो है पुरा उयो रहेछ कि खुब खुसी हजुर हुन्छ बरु त त्यतिसम्म लैदिने त्यहाँ झुट नबोल्नु है यता बस्नु है यहाँ बस्न पाइँदैन यता साइडमा बसेर बोल्न लगाएपछि उहाँ हिरो नि हुन्छ कि चुडेल नि हुन्छ यस्तो मुख ढाक्न के दिएको भयो नि त कोमा छोड्नु न यता किन मुख ढाक्ने तानिरहेछ त अहिले छोडिदिने होला नि त यसरी है चाहिँ तर उता तानिरहेछ जाँदैछन् बाहेन उही माथि पुऱ्याउने होला नि त नानी ल माथि नै पुऱ्याउनु परेको नत्र भने त तिम्रो लागि अझै माथि पाउँदैन क्या सेफ्टी लगाएको छ त अनि के खस्नु साइडमा बस्नु त अगाडि नआउनु हजुर अलि साइडमा बस्नु ल भयो भयो भेट्दैन भयो सुस्त झरालिनु त्यहाँ हुत्तै हैन सुस्त हुत्तै यस्तो हुँदो रहेछ है ल ओ वाउ 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 ल हेरौँ न यस्तो चिज चाहिदिने फट्याङ ट्याङ है त लाग्दै जग्गा छोडिदिनु भिडियो नै काटियो त्यो त भएन अझै माथितिर हो के अरे जानुपर्ने
तिम्रो डराएर नि अनि आजतिर भयो भयो भन्दै माथि पुऱ्याएर अहिले त क्या छोड्नु आफूहरूले भयो भयो भन्ने अनि सकियो त अनि सक्यो 250 तै देख्यौ धन्न मुतेनौ मुत बिर्छ नि त कसैले त सिरिङ मलाई त्यस्तै डर लाग्छ ल भयो भ्याइएछ ल सकिएको अवस्था अघि नै भन्दाखेरि नगर्ने अब अहिले त के यतातिर खास आउनु पर्ने अघि र छक्क सिसाले उ गरे रहेछ ए मुसा ऐकै मुसा यता खरायो कता हरायो इ जरायो औ के हिँडेको बेला चितुवा हिँड्यो अरे उतातिर ल चितुवा छेच्नु पर्यो बा कत्रो बढेको चिलो के हो यो यस्तो छ है आयो गयो ए कराउन त ए अब यो अँधेर भयो यो खास दिउँसो खास यहाँ आइसक्यो आउने के खिच्नु अब यो अँधेर भयो देख्दैन क्या करायो दामी करायो होइन गिद्ध हो ठाडा घाँटी गराएर हु गरिरहेछ खै यात्राबाट गिडा दिनु भालु हेर्नु पायो नि त भालु अरू त त्यस्तै भालु देखाएको छैन नि त कतैतिर भालु यतैतिर होला रात पर के भिडियो बनाउने ए चार्ज पनि सकिएछ ल अब इन्ड हुन्छ यतिकैमा नमस्कार भालु नमस्ते भालु अस्ति भाग्यो कि बल्ल साँझले हो माथिको जाली तोड्दै मैले यसको पिरियड भएको कि साने सोध्छ एक्लै छ सोच जोडी छैन कि कहाँ जोडी राख्नुहुन्छ र यसलाई पछि हो यो जोडी राख्नुहुन्न कहाँ सकिन्छ पाल्नै सकिन्छ साने ओइ कान्छा कुनी अब भाग्ने होइन फेरि खोज्न दुःख हुन्छ बुझिस् माथिबाट चढेर उहाँको जाली चुडाले छ कि अब पिरियड छ यसको पिरियडमा चाहिँ एग्रेसिभ हुन्छ नि त अब चाँडै नै उयो हाल्दैछ माथि पनि फलाम ल्याइसकेको छ ए साने अझै नङ्ग्राले हान्न खोज्छस् यसको फेरि ऱ्याबिज हुँदैन ए हुँदैन टिटीको चाहिँ हान्नुपर्छ यसले कोतारेर चाहिँ ऱ्याबिज हुँदैन यसको चाहिँ त्यो एउटा खासियत छ टिटीको चाहिँ हान्नुपर्छ कोताऱ्यो भने यताउति साने रिसाइज चिलायो आज नुहाइदिन्छ नि केलाई नखाइनन् साने ल भयो हेलो